अब के गर्ने? नेताज्यूको काम पछि गरौँला। यसलाई मान्नु याद राख्नु। सन्तोषजी, मलाई थाहा छ तपाईको घर निलाममा छ। घर बचाउन चाहनुहुन्छ भने मन बस्नुपर्छ। आजदेखि केही नदेखेको जस्तो गर्नु। बहिनी, तँलाई मैले कतिपटक भन्नु मलाई 50,000 चाहियो भनेर। तँ किन सुनेको नसुने गर्छस्? छोराको एक कुरा सुन्नलाई रहेछ, म आजसम्म नमरेको। अफिस जान्छौ कि जाँदैनौ भनेर किन सोध्दै हुनुहुन्छ? अनि आमा, हजुरको त्यो टेन्डर डिल गर्न जाने कुरा के भयो? नोकर चाकर सबै राखेर बसेको एक घटिया मान्छे हो हरि। मैले गल्ती गरेँ। म त्यो समयमा डराएँ। संकट 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 शङ्कर 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 यो सब के हो शङ्कर? तपाईलाई त हामीले भोलि 12 बजे बोलाएका थियौँ, तर आज किन? शङ्करजी, त्यो पैसाको जवाब दिनुहोस् हामीलाई। शङ्करजी, त्यो पैसा यहाँ दिनुहोस्। तपाईँको काम भोलि 12 बजे यही ठाउँमा गर्नेछ। पहिला मलाई शङ्करको लास चाहियो, त्यसपछि यो 50 लाख तिमीहरूको हातमा दिनेछु। बाबु, के भन्नुभएको यस्तो? हजुरको मेरो छोराले के गल्ती गरेर मार्न खोज्दै हुनुहुन्छ? यो सब के हो? तपाईँहरूले भने जति पैसा त मैले ल्याइसकेँ, त्यही पनि मेरो छोरालाई मार्न किन खोज्दै हुनुहुन्छ? खै त हाम्रो हातमा आएको पैसा आउँछ, तर मलाई शङ्करको लास चाहियो। शङ्कर, तपाईँले हामीलाई ठुलो धोका दिनुभयो। तपाईँले भनेको काम भोलि ठिक 12 बजे हुन्थ्यो, फेरि आज 12 बजे नै आएर हाम्रो पैसा किन लिनुभयो? पैसा हो त्यो पनि 50-50 लाख कसले छाड्छ त्यत्तिकै? भनेपछि हामीलाई यति ठुलो धोका भए होइन। पहिला मेरो काम मान्नु पर्यो, त्यसपछि यो 50 लाख सहित 2 करोड दिन्छु। पहिला मलाई सङ्कटको लास चाहियो। हे भगवान, अब मेरो छोरो बचाउन हजुरले मात्रै सक्नुहुन्छ। ए बुढी, छोरालाई फिङ्गरले प्रयास नगर, नत्र गोली हानेर मारिदिन्छु। शङ्कर, मैले भनेको मान। यो पैसा यहाँ ले। के गर्छस्?
सङ्कट 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 आखिरी टको सङ्कट 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 मको सुन्न सक्छस् रङ्गा म सरलाको छोरा सङ्कट हुँ सङ्कट 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 म सङ्कट हुँ छोरा तिमी ठिक त छौ आमा म ठिक छु सङ्कट सङ्कट हजुर त्यहाँ बस्दै गर्नु सङ्कट सङ्कट है कुलङ्गा सङ्कट सङ्कट तिम्रो बस्दै सङ्कट सङ्कट सुन गर त्यो साला कुलङ्गार पनि यति आएको हुनुपर्छ हामीले सङ्कटलाई मारिसक्यौँ र 50 लाख पनि लिइसक्यौँ 50 लाख नेलाई अहिले भनेर फोन गर केटाहरूले 50 लाख पैसा ल्याए जस्तो छ। हेलो बोस हामीले तपाईँले भने जति काम गरिसकेका छौँ तपाईँले भने जति 50 लाख लिएर राखेका छौँ बोस सङ्कटलाई मारिसकेका पनि छौँ सङ्कटको लासलाई के गर्ने हो बोस तपाईँ आउनु पर्यो ठिक छ म 1 मिनेटमै आउँछु नजिकै छु तिमीहरू सङ्कट सङ्कट भाग्ने प्रश्न गर्नु सङ्कट सङ्कट यदि भाग्ने प्रयास मात्रै गर्यो भने सिधै गोली हालेर मारिदिन्छु त्यहाँ बस 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 न म त्यहाँ लुकेर बसेको हुन्छु यदि भाग्ने प्रयास गर्यो भने गोली हालेर मारिदिन्छु केटा हो यो सब के हो भाइ के भइदियो हुन्छ जस्तो लाग्छ मिस्टर नारायण भाग्ने प्रयास गर्यो भने गोली हालेर मारिदिन्छु नारायण यो सब काम गर्ने तिमी पो हो भाग्ने प्रयास नगर छोरा भयो नआन यसका लागि गोली के खाल्नु त्यसलाई चाहिँ यही रोट्ने सङ्कट 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 आमा त्यो घर हेर्नुहोस् नारायण सङ्कट गइसक्यो छिटो उठ यो सब यही नारायणले गर्दा भएको जे नहुनु त्यही भइसक्यो अरूलाई दोष नद्याओ कस्तो दुख्यो तिमीहरूले मलाई झुक्क्याएर किन बोलायो यो सब सङ्कटले नि गर्नु लगाएको एकचोटिलाई मान्छे चिन्नलाई हाम्रो ठुलो भुल भयो यसको बदला लिएरै छाड्नुपर्छ सङ्कट आज त भाग्यले बाँचेर गइस् तर अर्कोचोटि तँलाई भगवानले पनि बचाउन सक्ने छैन अब यहाँनिर धेरै कुरा गरेर नबसौँ जाउँ केटा हो छोरा एकातिर के गर्नु फोन पनि लाग्दैन कहाँ जानुभएको होला मैले त पहिल्यै नजानु भनेको थिएँ हे भगवान् फोन पनि लाग्दैन
म पनि सँगै जानुपर्ने रहेछ। कहाँ चाहिँ जानुभएको होला? न छोराको फोन लाग्छ न बाबुको फोन लाग्छ। हे भगवान्, अब सबै हजुरको हातमा छ। हे भगवान्, खोज्न जाउँ भने नि कहाँ जाने हो? कुन ठाउँमा जानुभएको हो? कहाँ जानुभएको हो? त्यो पनि थाहा छैन। बाउ कता हो? छोरा कता हो? त्यसैको फोन आयो। हेलो सन्तोषजी, गोदाममा तिमी छिट्टै आइपुग्यौ, तर एउटा गल्ती गर्यौ, हरिलाई बाँच्न दियौ। को हौ तिमी? तिमी के चाहन्छौ? मेरो घर, मेरो जीवन, मेरो परिवार। म तिम्रो घरमा धेरै वर्ष काम गरेको मान्छे हुँ। नोकरको बदला? तिमी पैसामाथि सुत्ने गर्थ्यौ, मान सम्मान इज्जत सबै हुन्थ्यो, तर तिमीले मलाई नोकर जस्तो व्यवहार गर्थ्यौ। मलाई राम्रोसँगले खाना पनि दिँदैनथ्यौ, मलाई तिमीले सडकमा फाल्थ्यौ। आवाज, स्वर, ती शब्द, त्यो मान्छे पुरानो नोकर शङ्कर हुनसक्छ। शङ्कर, तँ पो होस् मेरो घरमा 10 वर्ष काम गर्ने मान्छे, जसले मेरो बच्चालाई काखीमा खेलायो, जसलाई मैले परिवार जस्तै माने, पढाएँ, हुर्काएँ। फेरि मेरो घरमा किन? मेरो परिचय घरिघरि भन्न सक्दिनँ। तेरो घरको नोकर भनेपछि बुझ, तर तैँले हामीलाई परिवार जस्तै मानेको भए हामी भोकै मर्दैनथ्यौँ। तेरो निर्णयले गर्दा मेरो जिन्दगी बर्बाद भयो सन्तोष। 12 वर्ष अघिको तेरो गल्तीले मेरो जीवन लुट्यो। अब मलाई तेरो जीवन चाहिएको छ, अनि सुन, तेरो लास चाहिएको छ। मेरो घरको लिलामी, बैङ्कको नोटिस सबै तिम्रो योजना थियो? यो सब मैले नै गरेको हुँ। मनै ती 7 दिन धम्की दिने आवाज हो, मनै तिम्रो पछाडि लाग्ने छाया। तिम्रो बच्चा मर्दा भएको पीडा र तिमीलाई मैले गरेको व्यवहार म बुझ्छु, तर मैले हरिलाई फसाएको जस्तै तिमी मेरो परिवारलाई नफसाऊ। 7 दिनमा अन्तिम खेल सुरु हुन्छ। तिमीले विगत 60 वर्ष धनी सन्तोष भएर होइन, बिन्ती गर्ने सामान्य मान्छे भएर लड्नु पर्नेछ। मेरो कर्म सबै आज फर्केर आएका छन्। अब हरिको परिवारलाई फोन गरिदिन्छु। हेलो, हरि यहाँ हस्पिटलमा छ। ल, म घर जान्छु। शिव, कता पुगेर आएको? बोल्दा पनि नबोली हिँड्छौ त। आऊ बसौँ यता। होइन दाइ, मेरो घरमा काम छ, म अहिले जान्छु। आऊ न आऊ, म पनि जाउँला, दाजुभाइ अहिले सँगै जाउँला। आऊ बस एकदिन। अनि दाइ, के छ खबर त दाइ? मेरो त सबै ठिक छ भाइ। अनि तिम्रो चाहिँ के छ? सुनाऊ न। मेरो ठिकै छ दाइ, के हुनु र नयाँ?
सधैँ उही त्यही त हो नि पुरानो। हेर न थाहा नपाए जस्तो पो गर्छौ त। अनि तिम्रो छोरो त सहर गएर बिग्रेछ त। गुन्डागर्दी गर्ने, मान्छे मार्ने, दुनियाँलाई दुःख दिने काम पो गर्न लागेछ अरे त। गाउँभरि त्यस्तै हल्ला छ। खास कुरो चाहिँ के हो? खोइ दाइ, यस्तो नचाहिँदो हल्ला हजुरलाई कसले गर्यो मलाई त केही पनि थाहा छैन। तिमी पनि थाहा पाएर पनि नथाहा पाए जस्तो कुरा गर्छौ। तिम्रो छोरो गुन्डाको नाइकी नभएको भए यो सबै हल्ला हुन्छ? नचाहिने कुरा गर्छौ? खोइ दाइ, मलाई त थाहा छैन। छोरो नआएको पनि धेरै भयो। आफूसँग फोन पनि छैन, कुराकानी केही गर्न पनि पाएको छैन। अनि भाइ, तिम्रो मोबाइल नभए पनि छोरीको मोबाइल त छ नि। छोरीको मोबाइलबाट फोन गरे पनि त हुन्छ नि। कि घरमा बोलचालै छैन छोरासँग? छोरी घरमा भएर मात्रै के गर्नु त दाइ? फोन गर्नलाई पैसा पनि हुनु पर्यो नि। बिहान बेलुका छाटाएर त धौधौ हुन्छ दाइ। फोन गर्ने पैसा कहाँबाट ल्याउनु? उताबाट छोराले अहिलेसम्म पठाएको छैन। छोराले कसरी फोन गरोस् त? गुन्डागर्दी गर्दै उसलाई फुर्सद छैन। त्यसैले छोरालाई राम्रो संस्कार दिएनौ जस्तो लाग्यो तिमीले। खोइ दाइ, संस्कार त राम्रै सिकाएको थिएँ। खोइ छोरालाई संस्कार सिकाउन म कहाँनिर चाहिँ? अनि बुढी त माइत पठाएछौ त? माइत नगएको धेरै भयो। एकचोटि जान्छु, बाबाआमालाई भेटेर आउँछु भनेर नि, त्यही भएर गयो दाइ। झुट त राम्रैसँग बोल्दो रहेछौ नि त भाइ। बुढीको उपचार गर्न नसकेपछि ससुरालीबाट सालो आएर उपचार गर्न लगेको भन न। ल दाइ, म अहिले जान्छु। घरमा काम पनि निकै छ। छोरी पनि एक्लै थिएँ, म गएँ है दाइ। ल ल भाइ, बिस्तारी जाऊ। मैले त भएकै कुरा गरेको। तिम्रो चित्त दुख होला, चित्त नदुखाइ जाऊ। गाउँभरि सबैतिर हल्ला भइसकेको रहेछ छोरा। अब त तैँले मलाई गाउँमा ठाडोसिरी गरेर हिँड्नुसम्म नदिनु भएछ। आमा, हजुरले मलाई किन यति ठुलो कुरा लुकाउनु भयो? किन केही भन्नु भएन? कसरी भन्न सक्थेँ र छोरा? मलाई ठुलो परिबन्धनमा बाँधिएर राखेको थियो। कस्तो परिबन्ध आमा? पुलिसलाई र सङ्कटलाई भन्ने मात्रै कोसिस गरिस् भने तेरो छोरालाई जिउँदै जलाइदिन्छु भनेको छु। अनि कसरी भन्नु छोरा? हजुर परिबन्धमा पर्नु भएको थियो, मलाई थाहा भयो। तर हजुरले मलाई भन्नुभएको कुरा त्यो गुन्डालाई कसरी थाहा हुन्थ्यो आमा? थाहा त जसरी पनि भइहाल्थ्यो नि छोरा। एक दिन पो थाहा हुँदैन थियो, भोलिपल्ट त थाहा भइहाल्थ्यो। अनि एउटी आमाले जानी जानी छोरा मार्न कसरी दियो? अनि छोरा, तिमीले यो कुरा कसरी थाहा पायौ? शङ्का त मलाई पहिले नै लागेको थियो। जुन दिन गुन्डाले फोन गर्दा मैले सुनेको थिएँ। तर हजुरले त तेरो साथी सबिनले फोन गरेर प्र्याङ्क गरेको रहेछ भन्नुभयो। मैले पत्याएको पनि थिएँ। तर सबिनले मलाई एक दिन फोन गर्यो। मैले सबै कुरा सोधेँ, किन यस्तो प्र्याङ्क गरेको भनेर। तर उसले मैले फोनै गरेको छैन भने। त्यसपछि म धेरै आत्तिएँ। एक दिन म टोलाएर बसेको थिएँ। मलाई मार्ने गुन्डा को हो भनेर सोचिरहेको थिएँ। एक्कासी हजुरको मोबाइलमा फोन आयो। हजुर हुनुहुन्न थियो। हजुर नभएकाले त्यो फोन मैले उठाएँ। त्यो दिन सबै कुरा थर्लङ्गै भयो। र त्यो गुन्डाको नम्बर मैले डायल गरेँ र त्यसलाई एक दिन मैले फोन गरेँ र स्वर र भेष परिवर्तन गरेर मैले त्यो गुन्डालाई भेट्न गएँ र मैले शङ्करको फोटो देखाएर यसलाई मार, म 2 करोड दिन्छु भने। र मैले त्यो दिन सबै सत्य कुरा थाहा पाएँ र त्यो पैसा रहेको दिन म त्यहाँ पुग्न सफल भएँ। त्यो नारायणले हामीबाट के चाहन्छ? 12 वर्ष अगाडि पनि सुनचोर दोष लगाएर घरबाट निकाल्यो, फेरि पनि के ताल खेलिरहेको छ? त्यही त आमा, मलाई पनि अचम्म लाग्छ। मैले त त्यो घरलाई सधैँ मन्दिर सम्झेँ। आज त्यो घर नभएको भए म यो अवस्थामा उभिन सक्दैन थिएँ आमा। आज म जुन अवस्थामा छु त्यो सब सन्तोष काकाले गर्दा नै छु। मेरो अन्तिम सास रहेसम्म त्यो घरको गुण कहिल्यै बिर्सिने छैन। तिमीले त्यो घरलाई सधैँ मन्दिर ठान्छौ। त्यही घरको छोरा नारायणले तिमीलाई किन शत्रु ठान्छ? बेला बेलामा किन दुःख दिइरहन्छ छोरा? त्यही त अचम्म लाग्छ आमा। घरिघरि हाम्रो जीवनमा किन यस्तो समस्या आउँछ? हाम्रो घरमा मात्रै हो कि अरूको घरमा पनि यस्तै हो? जिन्दगीले मलाई आज एउटा पाठ सिकायो आमा। आज मेरो बुबा हुनुभएको भए यो सब समस्या आउने नै थिएन। किनकि परिवारमा बुबा हुनु भएन भने सबैले हेर्ता रहेछन् आमा। यो देशमा भएका सबै छोराहरूको बुवा होला नि त छोरा। लाखौँ मान्छेको आमा छैन, लाखौँ मान्छेको बुवा छैन। उनीहरूले त्यो जिन्दगी चलाएका छैनन् होला त छोरा। मैले जिन्दगी नै चलाएका छैनन् कहाँ भनेर आमा। बुबा हुनुभएको भए समस्या आउनु थिएन पो भनेको त। छोरा, दुःख पीडा समस्या नभएको कुनै घर हुँदैन। उनीहरूले त्यो जिन्दगी चलाएको छैन होला त। त्यो समस्याको समाधान गर्दै अगाडि बढ्नु नै त्यो चाहिँ हो जिन्दगी। त्यो तिमीमा पनि छ। हिँड, भोक लाग्यो होला, खाना खान जाउँ। हस् आमा।
हे भगवान्, सबै हजुरको हातमा छ। कहाँ जानुभएको थियो हजुर? एकचोटि घरमा फोन गर्नुपर्छ नि। घरमा श्रीमती छ भनेर अलिकति याद पनि आएन हजुरलाई? होइन, किन बोल्नुहुन्न? बोल्न नै के बाँकी रह्यो? किन र बुढो, के भयो? मेरो कर्म आज सबै फर्केर आएका छन्। यो घरको शत्रु पैसा होइन बुढी, यो घरको शत्रु मेरो विगत हो, मेरै छाया हो, म आफै हो। होइन हजुर, के भन्दै हुनुहुन्छ? कुरा प्रष्ट भन्नुहोस् न। हाम्रो घरको नोकर, पहिले हाम्रो घरमा काम गर्ने मान्छे, मेरो निर्णयले उसको घर परिवार बर्बाद भयो। आज ऊ त्यसैको बदला लिइरहेको छ। उसले त हाम्रो बच्चालाई काखीमा राखेर खेलाउँथ्यो, आज उही मान्छे हाम्रो घर भत्काउन खोज्दैछ। मैले उसको पीडा बुझ्न सकिनँ। त्यो पीडा आज हाम्रो घरमा फर्केर आएको छ। त्यो मान्छे हो सङ्कट। सङ्कटले यो सब काम किन गर्दैछ? सङ्कट त त्यस्तो मान्छे होइन। यो काम सङ्कटले नगरेको पनि हुनसक्छ बुढो। हाम्रो घरको नोकर भनेपछि अरू को हुन्छ र? हाम्रो घरको नोकर सङ्कटको आमा छोरा मात्र थिएनन् बुढो, अरू पनि त थिएन। तर यो काम सङ्कटकै हुनुपर्छ। खोइ त छोरा कहाँ गयो? खोइ कता गयो, जान्छु नि नभनी गयो, फोन पनि लाग्दैन। कहाँ गयो त तँ? फोन गर्थ्यो त्यो। हेलो छोरा, त कहाँ गएको छस्? त घरमा किन नआएको? हजुर बुबा, म घर आउँदैछु। ल छिटो आइज। आउँदैछ अरे, हिँड भित्र जाऊ। हेलो सन्तोष, भर्खर भित्र कोही छैन? तिमीहरूको घर अब खाली हुन्छ। मात्र 24 घण्टा प्रतीक्षा गर्नुहोस्। हेलो हेलो, फोनै काटेर म के को छाया हो यो? बुढी, के को छाया हो यो? को पनि छैन त।